हेलो गाइज, के छ खबर? सन्चै हुनुहुन्छ? आजको मेरो मिनी ब्लगमा हजुरहरूलाई स्वागत छ है। आज चाहिँ म हजुरलाई माछा कसरी पकाउँछु भनेर देखाउँछु है। भिडियो चाहिँ अन्तिमसम्म हेरिदिनु होला। मैले चाहिँ माछा धुँदैछु किनकि माछा अब पसलहरूमा त कस्तो फोहोर गरी भुइँमा राखेर काटेको हुन्छ नि त, अनि माछालाई राम्रोसँग धुनुपर्छ। अनि म चाहिँ लसुन छेल्दैछु। माछाको लागि चाहिँ अदुवा लसुन चाहिँ एकदम इम्पोर्टेन्ट हुन्छ नि त। कोही कोहीले त हाल्नु पनि हुँदैन होला, तर मलाई चाहिँ माछा र मासुमा लसुन र अदुवा चाहिँ एकदम हाल्नै पर्छ, एकदम मन पनि पर्छ। अनि माछा र मासुको स्वाद पनि एकदमै आउँछ नि त। अनि अघि काटेको मैले अदुवा लसुन, अनि त्यसपछि सर्स्युङ पिस्दैछु। सर्स्युङ चाहिँ माछाको लागि एकदम नम्बर 1 हो कि गाइज। अब हजुरहरू हाल्नुहुन्छ कि हाल्नु हुँदैन, तर हामी चाहिँ सर्स्युङ नहालिकन माछा बनाउँदैनौँ। अनि सर्स्युङ पिस्न पनि एकदमै टाइम लाग्छ। अनि म चाहिँ सर्स्युङ चाहिँ सिलौटोमै पिस्छु। सिलौटोमा पिसेको सर्स्युङ चाहिँ एकदमै मिठो हुन्छ अनि स्वाद पनि राम्रो आउँछ। मैले चाहिँ सर्स्युङ पनि पिसिसकेँ। अनि यता कराई बसालेको छु माछा तार्नको लागि। तेल हालेँ कराईमा, अनि यतापट्टि तेल तात्नलाई छोडिदिएँ। अनि त्यसपछि म यहाँ प्याज काट्दैछु। प्याज काट्ने बेला चाहिँ मलाई यति गाह्रो हुन्छ कि गाइस, किनकि मेरो आँखा एकदमै पोल्छ क्या प्याज काट्ने बेला चाहिँ। अब के गर्नु, माछा मासुमा त प्याज हाल्नै पर्यो नि, होइन र। अनि मैले चाहिँ अब आँखा पोले पनि, आँखा चिम्ली चिम्ली भए पनि प्याज चाहिँ काट्दैछु। अनि प्याज काटिसकेपछि चाहिँ मैले यतापट्टि फेरि धनियाँ अनि टमाटर पनि राखेको छु क्या, किनकि यो पनि आवश्यक हो नि त माछाको लागि। प्याज चाहिँ हल्का हल्का ठुलो भएछ, अनि अगाडि छिटो काटेको नि त, त्यही भएर हल्का ठुलो भएको छ। अनि मैले चाहिँ टमाटर काट्दैछु फेरि। अब टमाटर त धेरै हाल्यो भने फेरि माछा हल्का गुलियो हुन्छ क्या। टमाटर चाहिँ एकदमै थोरै हाल्छु म, 2टा मात्र हालेँ मैले चाहिँ। माछा 1 केजी ल्याएको थिएँ, अनि 1 केजी टमाटर, 1 केजी माछालाई 2टा टमाटर हाल्यो भने ठिक्क हुन्छ कि। अनि धनियाँ त झन् यति इम्पोर्टेन्ट हो कि गाइज, मलाई त धनियाँ नहालिकन त माछा मासु त खाएको जस्तै लाग्दैन कि। अनि त्यसपछि यहाँ चाहिँ मैले मोलेर राखेको थिएँ माछा, अनि यता कराई पनि तातिसकेको थियो। अनि माछा फ्राई गर्नलाई कराईमा हालिदिएँ। माछा फेरि कति धेरै पड्किन्छ कि, अब झन् अलिकति ठुलो खालको माछा छ भने त धेरै पड्किन्छ क्या, छिप्पिएको भएपछि धेरै माछा पड्किँदो रहेछ। अनि माछा चाहिँ मैले यता तारेर पनि फर्काउँदैछु। फर्काउन चाहिँ फेरि मलाई यति डर लाग्छ कि, किनकि धेरै पड्किन्छ नि त। मलाई त माछाले पनि कति धेरै पोलिसक्यो कि। अनि मैले चाहिँ माछा पनि तारेर सिधाइसकेँ। अनि यतापट्टि फेरि मसला फ्राई गर्नु पऱ्यो नि त। अनि म चाहिँ अब यसरी तारेर बनाउँछु, कोही कोही चाहिँ अब नतारे पनि बनाउनु हुँदो रहेछ। मैले पहिला मेथी हालेँ, अनि त्यसपछि प्याज हालेँ। प्याजलाई चाहिँ एकदम राम्रोसँग फ्राई हुन दिनुपर्छ, किनकि काँचो गनाउँछ क्या। कोही कोही त नतारी पनि बनाउनु हुँदो रहेछ, सिधै मसला भुटेर अनि माछा हालिदिनु हुँदो रहेछ। अनि माछालाई मजाले उम्लिन दिनु हुँदो रहेछ। तर म चाहिँ माछा चाहिँ फ्राई गरेरै पकाउँछु, किनकि मैले पहिलेदेखि यस्तै गरी पकाउन सिकेको हो नि त, त्यही भएर म चाहिँ यस्तै गरी पकाउँछु। मेरो चाहिँ प्याज पनि फ्राई भइसक्यो। अनि त्यसपछि मैले काटेर राखेको टमाटर हाल्दैछु। टमाटरलाई पनि एकछिन पकाउनु पर्छ, किनकि यसमा रस हाल्ने हो नि त। अनि यसलाई चाहिँ एकदम मजाले चलाएर एकछिन पकाउनु पर्छ। अनि त्यसपछि अघि मैले पिसेको अदुवा लसुन अनि सर्स्युङको पेस्ट हालेँ। यसलाई पनि मजाले चलाउनु पर्छ, किनकि यो सबै मिक्स हुनुपर्छ नि त। अनि त्यसपछि चाहिँ मैले हल्का जिरा धनियाँको पाउडर अनि त्यसपछि बेसार नुन हालिदिएँ, किनकि अब माछामा पहिले हालेको नुन लाग्दैन नि त, अनि पछि पनि हाल्नुपर्छ। मेरो चाहिँ मजाले सबै चिज फ्राई पनि भइसक्यो, होइन न, कति मजाले पेस्ट बनिसकेको छ।
अनि त्यसपछि मैले यसमा पानी हालिदिएँ अनि यसलाई चाहिँ एकदम मजाले उम्लिन दिनुपर्छ अनि अघि तारेको माछा हाल्नुपर्छ। म चाहिँ यस्तै गरी बनाउँछु गाइज माछा। हजुरहरू कसरी बनाउनुहुन्छ कमेन्ट गर्नुहोला है। अनि हजुरहरूलाई चाहिँ मेरो रेसिपी कस्तो लाग्यो भन्नुहोला। अनि भिडियो चाहिँ मन पर्यो भने लाइक सेयर अनि सब्सक्राइब अनि कमेन्ट पनि गर्नुहोला गाइज। धन्यवाद। बाई बाई।